ल हेर बिहान बिहानै भिजा बिराली जस्तो के लुक लुक लुलु कामी रानी जाडो दो एउटा जर्सी किनिदिनु पर्छ बुढीलाई भनेर थाहा छैन कस्तो जाडो भइसक्यो यहाँ कामी राख दिदी किन 500 रुपियाँ दाम छ भने मलाई देऊ त उसले कमाएर दिनु पर्ने ठाउँमा उल्टो मसँग पो पैसा माग्छ त ऊ बिनासँग माग्जा भिनाजु 500 रुपियाँ दाम छ भने मलाई देऊ न बिम्लीलाई साह्रै जाडो भयो रे ए 500 एउटा स्वेटर ल्याइदिनु पर्यो आफूलाई नि केही हाल्नु पर्यो चिसो छ ला यसमा दुईटा शून्य थपेर किनमेल गर्नु छँदै छैन त काट्दिन्छ त सक्यो ए बुढी यहाँ आइज ए बुढी यहाँ आइज छिट्टै यहाँ आइज त किन बोला के भयो घर 100 को पैसा छैन पैसा खोइ ए भिनाजु नमस्कार तेरो नमस्कार एकैछिन है बाबु घर 1 रुपैयाँ पनि छैन सुको पनि छैन पैसा खोइ होइन के कुरा गरे भने मैले बुझिन नि ए भिनाजु के का बुझिन सलाम गरे तेरो सलाम पख भनिराछु घरको पैसा खोइ यो धोती किन किने पैसा सबै सकाएर धोती किन होइन यो धोती त मैले दसैँमा किनेको होइन भने ए भिनाजु दर्शन गरे र दर्शन पख न अहिले ए दसैँमा भयो नि किन किने त दसैँमा किन्दा के खर्च भएन सिधैमा दियो तेरो धोती किन्ने साउजीलाई पैसा जति सबै सिद्ध्याएर तेरो त्यो पैसा खोइ 1 रुपैयाँ पनि छैन यहाँ घर त्यो दराजमा राखेको 2 लाख छैन भने भिनाजु मुइसरी नमस्कार गरे मुइसरी नमस्कार अनि त्यहाँ गइसकिछे त भिनाजु के मलाई 500 रुपियाँ जति पैसा चाहिएको थियो सापट्टि यसो दिनुहुन्छ कि भनेर आएको थिएँ ए 500 रुपियाँ त्यही पैसाको कुरोले यहाँ यत्रो लडाको मचिरहेको छ अझै 500 रुपियाँ पैसा नभएर यहाँ यस्तो भएको देखा छैनस् त खुरुको जान्छस् कि के गर्ने मैले खुरुको जान्छस् कि के गरौँ हस् भिनाजु होइन के कुरा गरे त्यो 2 लाख त राखेकै ठाउँमा रहेछ त झन् उहाँ बाँध्रे पैसा माग्न आयो भने कुरो मिलेर छ झन् ल्याउनु पर्छ कुरो बुझ्नु छैन ओ सर होइन यो 11 रोपनी जग्गामा चाउचाउ फ्याक्ट्री खोल्न पुग्छ त भने किन नपुग्नु 1 रोपनीमा 2टा ट्रक पार्किङ गर्न पुगिहाल्छ अरू बाँकीमा फ्याक्ट्री खोलिदिनु डेफिनेटली पुग्छ र हाम्रो फ्याक्ट्री सक्सेस पनि हुन्छ यो चारैतिर डोरी टाँगेर के गर्न लाग्यो भने होइन को यो कसले पठायो यसलाई हजुरको श्रीमती भनिन पठाइदिए मैले त ए बिजनेसमा बुढी भान्जा भान्जी काका काकी मामा माइजू हुन्छ 11:30 को टाइम दिए यसलाई जा मैले भने हैन हुँदैन भने तपाईलाई जबरजस्ती गर्नुभयो जान ओए यसलाई घोक्रा लिएर जा तपाईँ जानु धन्दा मेरो चाहिँ सही गएन जानु मेरो बुढासँग मैले नै भेट्न नपाउने तको म सेक्युरिटी अहिले सेक्युरिटी बटारेर त्यहाँ बारीको झाङमा फ्याल्दिन्छु अनि बडो सेक्युरिटी अब भोलिदेखि नै काम अगाडि बढाउनको लागि मैले 2टा डोजर मगाएको छु र त्यो डोजरले खनेको माटो फ्याँक्नको लागि मैले कोरियाबाट 13वटा ट्र्याक्टर पनि मगाएको छु मलाई के थाहा त बान्द्रे पैसा माग्नु आएको हो भन्ने कुरा मान्छेको अगाडि कहिले पनि पैसा छ भन्नु हुँदैन के त्यति कुरा नि भनिरहनु पर्छ मैले जहाँबाट 500 रुपियाँ मागेर चाहिँ दिया भइहाल्थ्यो नि त 500 दिएको भए बान्द्रेले लान्थ्यो खान्थ्यो सिद्धाउँथ्यो कमाउन सिकोस् भनेर नदिए भिनाजु तपाईको सालोले त चाउचाउ फ्याक्ट्री खोल्न आएर रहेछ त्यहाँ पर बान्द्रेले चाउचाउ फ्याक्ट्री हजुर खल्ला त्यसले केही न केही त खोल्छ भन्ने मलाई पहिल्यै थाहा थियो कुदाउँ मलाई नि थाहा थियो घरको कुनै पनि काम ए कहाँ कुद्या कहाँ उहाँ बान्द्रेले चाउचाउ फ्याक्ट्री खोल्ने भरे के त्यहाँ हेर्ने लौ अचम्म हामी पनि जाऊ न त त्यसै कुदेर हुन्छ कुदौँ न होइन तर हाम्रो यो फ्याक्ट्रीको गेट यता राख्ने कि यता राख्ने म आफै कन्फ्युज भइरहेको छु भने यता राख्ने हजुर त को सेक्युरिटी तेरो काम के हो सुरक्षा दिने जा गइहाल जा यस्तै हो पहिलेदेखि धेरै पहिलादेखि आफूसँगै बसेको गेट यतापट्टि राख्ने सेक्युरिटी क्वार्टर पनि यही साइडमा बनाउने गेटकै छेउमा र एउटा किचन चाहिन्छ किचनलाई यो साइडको पल्लो कुनामा एउटा किचन बनाउने र कच्चा पदार्थको लागि यो साइड
र उत्पादन जति पनि हुन्छ चाउचाउहरू त्यो चाउचाउहरूको चाहिँ यो साइडमा राख्नु पर्ला। यो माथि यो माथिल्लो साइडमा गाडी घुमाउनलाई टर्निङ पनि पुग्छ। यो कर्मचारी चाहिँ कहिलेदेखि नियुक्ति गर्ने सर? अब कर्मचारी नियुक्ति गर्ने कुरो तपाईँले जहिले भन्नुहुन्छ तैले। अब मसँग पैसा छ, तपाईँसँग आइडिया छ। त्यो अस्ति नै के सम्झौता भएपछि विदेशी लगानी भित्रिन्छ भन्थे नि, ल घर घर फ्याक्ट्री खोल्न थाले। त्यही त मलाई धेरै विदेशीहरूले पहिलेदेखि प्लानिङ गरिसकेका रहेछन्, तर आफ्नो देश प्यारो भनेर केही गर्छु भनेर बसेको मान्छे हो सर। ए बान्द्रे बाङ्ग्रेज्यू अब यसो नयाँ प्रोजेक्ट सुरु गर्न थाल्यो कि चन्दा माग्नेहरू आउन थालिहाल्छन्। तपाईँहरू कुन क्लबबाट हो? क्लबबाट होइन सर, यिनीहरू मेरो घरमा काम गर्ने मान्छे। काम गर्ने नै हो, हामी भेटघाट गर्ने। कहाँ भेट्न मिल्छ अहिले? चुप लाएर बस्दै गर्नु। ल हेर रात कहाँ पुग्यो बान्द्रे। मेरो भाइको भाग्य। मेरो त नामै छैन भाइ। मलाई बिहा गरेपछि त थापेको रे उहाँलाई। अब यसो फ्याक्ट्री सुरु गरेपछि यो बन्द हडताल भन्ने सुरु भइहाल्छ। अब यो कसरी समाधान गर्ने यो पनि सोच्नुपर्छ। त्यो ठुलो कुरो होइन, केही छैन, सब समाधान भइहाल्छ। एकछिन है, एकजनालाई मात्रै भेट्छु पहिला। भिनाजु त्यही बस। दिदी एकछिन पछि पालो आउँछ। साना भिनाजु त्यही बस, तिम्रो पनि पालो आउँछ। सान दिदी बस एकछिन पछि पालो, यतिको एकछिन पछि बेम्ली आऊ। एक मिनटमा कुरा गरिसक्ने है, टाइम छैन फेरि। के भन्न आकी? मस्किन आकी? समय सिधै आउनुहोस्। दिदी ल अर्को जानुहोस्। छिटो बोल्नु त्यहाँ। ल के हो फटाफट भन्न। मैले त भनेको थिएँ नि भाइ तँलाई, त एक दिन ठुलो मान्छे बन्छस् भनेर, यो गाउँको इज्जत राख्छस् भनेर। आखिर चाउचाउ फ्याक्ट्री खोली छैन त? कति रमाइलो। तपाईँको नि टाइम सिद्धो, आउनुहोस्। भिनाजु अर्को जानुहोस्। यार यो देशमा मान्छे मन्त्री हुने बित्तिकै मान्छेले आफ्नो साला भतिजा सबै मान्छेलाई चाहिँ ठाउँ ठाउँमा पुर्याउँछन् है। तैँले पनि सबै राम्रो गरेछ, त्योभन्दा बढ्ता मैले केही भन्नु छैन है। तपाईँको पनि टाइम सिद्धो, आउनुहोस्। अर्को कुरो थाहा छैन, त्यहाँ मलाई चाहिँ पिउन पाले भए पनि यो फ्याक्ट्रीमा हुनुपर्छ। दिदीलाई पनि त्यो चिया पकाउने भए पनि बिम्लीको बारेमा विचार गर है। सानो भिनाजु छाडा बाटो। जानुहोस् छिटो छिटो कुरा गर्नुहोस् है। ल बान्द्रे तैँले 500 भने थिइस्, मैले 1000 लिएर आएको छु। मेरो बान्द्रे तपाईँको नि समय सिद्धो, आउनुहोस्। कसरी समय सकिन्छ? गएको 15 सेकेन्ड भएको छैन, समय सिद्धिन्छ। त्यसो होइन क्या, भेटघाटको समय नै सक्यो। तपाईँ जानुहोस्, 2:30मा आउनुहोस्। हेर्दा हेर्दै त बान्द्रे ट्याम लिएर भेट्न पर्ने मान्छे भयो। तपाईँको त कुरा मात्रै ठुल्ठुलो हो, गर्न सक्ने केही होइन। त्यो बान्द्रेलाई भेट्न जाने हैसियतको मान्छे हो म। हेर्दै जा, म अब कस्तो जुक्ति लाउँछु। के जुक्ति लाउनुहुन्छ त्यस्तो? त्यो बान्द्रे त कामदार रहेछ नि खासमा, मुख्य लगानीकर्ता त अर्कै रहेछ। अब हेर, त्यो चाउचाउ फ्याक्ट्रीमा म पनि लगानी गर्छु र म पनि मालिक बन्छु। त्यसपछि त्यो बान्द्रे त उठ भने उठ, बस भने बस। हेर्दै जा। ल हजुर, यो मेरै घर हो। अब क्वार्टर नबनुन्जेललाई यो मेरै घरमा बसौँ। हामी चाहिँ काम गर्ने। नमस्कार हजुर, नमस्कार दुईटैलाई। हजुरसँग साह्रो सल्लाह थियो हजुर, मेरो घरतिर गएर गरौँ न। तपाईँ पनि आउनुहोस् न। लोकल खानपानको राम्रो व्यवस्था थियो रे यहाँ। अर्काको पाहुनालाई के अर्का पाहुना जाउँ न, छिटो के गर्न आयो बुझ्न जाउँ छिटो। होइन किन जानु पर्छ भने मेरा बुढा छैन र त्यहाँ। यत्रो करोडौँको लगानी गरेको फ्याक्ट्रीमा 3 लाख रुपियाँ के सेयर हाल्नुहुन्छ? आफ्नै गाउँमा खुल्न लागेको फ्याक्ट्रीमा मैले लगानी गर्न नपाउनु? ए बुढी, 3 लाख रुपियाँ ले त। बान्द्रेज्यू किन बोलाउनु भएको रहेछ? ए दाइ पनि आयो। उहाँले खोल्न लागेको चाउचाउ फ्याक्ट्रीमा मैले 3 लाख रुपियाँ लगानी गर्न लागेको। तिम्रो के सल्लाह छ ल भन दाइ। अब देशमा उद्योग धन्दा कल कारखाना फ्याक्ट्री खुल्यो, त्यसमा लगानी गर्न पाउनु, त्योभन्दा पुण्य के हुन्छ? लगानी गरिदियो मेरो भाइले। ल लगानी गरिदिए बुढी। खोइ ए बुढी आइ ल,
ल लिनुहोस् यहाँ 3 लाख छ 3 लाख छ भने त ल मेरो बुढीको विश्वास छ ल गर्नुहोस् आफै गर्नुहोस् 3 लाख छैन एक दुईटा फाट्या नोट नि हाले हुन्छ ए तिम्रो दाइ जस्तो हो होइन 1 घण्टा भइसक्यो के यहाँ गरेरको खुर्क नगएर हुनेवाला फ्याक्ट्रीको मालिक अलि चिरी चट्ट परेर जानु पर्यो कुरा गर्छ दाइ खोइ त लगानी गर्ने मान्छे खोइ त ए सेठजी अँ सेठजी ऊ हामीलाई केही पनि नगर्नु चाहिँ हजुर 5,000 रुपियाँ दिउँला जे गर त्यही गर भनेर भनेको थियो 5,000 रुपियाँ नदिकन भागेछ टाका तँ बान्द्रे भागो भागेन त बहर फुल पर्ला पोथी थियो त्यही पनि पोथी पनि टपकाएछ फुल पनि लिएर भागेछ ए भगवानलाई यो के पीडा दिएको आमा रुनु दिदी जति रह्यो त्यति मन हल्का हुन्छ दिदी अझ रुनु बरी मलाई कालले भन्थ्यो होइन कति रुन सक्यो भने रातभरि नि रोको छ बिहानभरि नि रोको छ रुँदा रुँदा ज्यान फुलेर फर्सी जस्तो भइसक्यो होइन दाइ के भयो भाउजूलाई किन रोकी त्यो बान्द्रे गलाले पोथी चोरेर भाग्दैछ नि त सानो चल्लो ल्याएर पाल्या थियो भर्खर फुल पार्न थालेर थियो त्यो बान्द्रे मर्न चोरेर भागेछ मान्छेको यहाँ 3 लाख लिएर गइरहेछ जब एउटा कुखुरा पोथी लिएर गयो भन्दैमा लाजो मर्दो कुर्रा कुदेर आए पनि थियो नि कतैबाट ए दाइ तिमीले पैसा दिए हुन्छ भनेर मैले पैसा दिएको हो खुर्को बान्द्रे काछ निकाल त म त बान्द्रे खोज्नलाई निस्केको मैले त देशमा उद्योग धन्दा खुल्नु राम्रो हो भनेको थिएँ अझ गाउँमै चाउचाउ फ्याक्ट्री खुल्नु त झनै राम्रो भनेको थिएँ बान्द्रेलाई पैसा दिनु राम्रो भनेर त भनेको थिइनँ नि त मेरो पोथी चुप लागो नगरौ कराउन दिदी कराउन त्यत्रो पोथी हराइरहेछ त्यत्रो पोथी हराउँदा नि कराउन नपाउनु रुन नपाउनु कान्छा त्यो बान्द्रेले बेमान गरेकै हो कुनै पनि हालतमा तेरो पैसा फिर्ता हुनुपर्छ त्यो फिर्ता गराउने जिम्मा मेरो हेर ल तँसँग म पनि जान्छु हिँड होइन तिमी किन जानु पर्यो त्यसै त रुगा खोकी लागिरहेछ भनिरहेछौ बाटोमा उहाँ गएर बिचाइ सिल्टुमुर खाऊ भने के गर्ने तिमी घाँडो मात्रै हो तिमी जानु पर्दैन म मात्रै जान्छु तँलाई छोडेर एक्लै छोडेर म बस्नुला घरे मैले स्वाउँ चेतेर दुःखमा म साथ दिनु पर्दैन भाइलाई पर्दा दाइ दाइलाई पर्दा भाइ लैन लैन जान्यो बाटोमा केही दायाँ बायाँ भयो भने म जिम्मा लिन्न नि फेरि हुँदैन उमेर अझै बाँकी छैन लै लै त्यसलाई भेटु न मात्रै लातका लात हानेर पैसा फिर्ता गर्छु त्यहाँ बान्द्रेलाई हान्दा मेरो पोथीलाई लाग्ला नि फेरि अलि जतन गरेर हान्नु है ए भाउजू दाइ यस्तोको कुरा सुनेर मोबाइल पनि स्विच अफ गरेर छन् गरोस् गरोस् मरोस् पोथी लिएर कहाँ मुन्ट्यो होला त्यो ए बिमली तैँले पोथी क्वेक 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 गरेर सुनिस् खोइ मलाई नि सुने जस्तो त लाग्यो कतातिर छ पोथी मेरो चारी कहाँ थियौ तिमी त्यत्तिकै बान्द्रे चोर भन्थ्यौ नि चोर्या हो रहेछ त लएर चारीले अन्डा झारी बान्द्रे तँ थिएस् यही त थिए त विगत 24 वर्षदेखि यहीँ थिएँ अहिले पनि यहीँ छु तर अब चाहिँ हुन्न के भन्छ मेरो भाइ ठट्टा गर्छ मेरो भाइ बान्द्रे कम राम्रो छ राम्रो छु पोथी भन्दा राम्रो छ हेर भाइ त नहुँदा म पति रोइ भन्छ जीवै आधी भइसक्यो खोइ हुन्छ आधी झन् डबल भइरहेको देखिरहेको छु पोथी लिएर भाइ कम राम्रो छ बान्द्रे लड्न फेरि भाग्यो आउनु न भने ए बुढा ए राजुबाउ बान्द्रे त घरमै रहेछ एउटा अन्डा पनि फुटाएर भागो
त्यही गरी त्यो बान्द्रे भेटिहाल्यो भने त चाहिँ त्यसलाई च्याप्प समात्नु म चाहिँ नि 3 लाख र पोथी समात्छु होइन के को भेटिहाल्यो भने भेटिनु परेन जसरी भयो नि तँ कहाँ नि पुगेको छ र त्यही नि अब यो बाटो गएर त्यही शिखरपुरमा टुङ्गिने हो कि यही बाटोमा भेटिने हो त्यो त्यहाँभन्दा उता बाटो छैन अनि भेटिनु परेन ल भाग पापा गाह्रो भयो के यो रुवा लायो भनेदेखि वैद्यले बेला बेला यो सुँग्नु भनेको यसलाई समात्छ अनि के हो यो फेरि यो दबाई हो के ल एकछिन एक थोपो राखेर यसो गरेर चुयो त सबै चुयो यहाँ छ एक थोपो छ ल तलबाट तता त कुन वैद्यले दिएको यस्तो तताउने औषधि बाबा धेरै चाट्नु हुँदैन ल रुगा च्याट ल ल ल पल्टन कुजो अचम्म छ बा बान्द्रे पछि छोड ए त नभाग ए बान्द्रे कान्छे पाउने पा के हो फेरि एकचोटि खै यो पात ल त सलाई पर्ने त्यो ए म बान्द्रे भागिसक्यो के को दमको औषधि हो कि यो रुगाको औषधि तिम्रो भेटिन्छ भने पाउने सलाई पर सलाई छिटो गरेर भेटिहाल्नु पर्छ पुइसक्यो छिटो गर ल बान्द्रे ओ बान्द्रे ए बान्द्रे ए पछि ओ बान्द्रे आज पछि दौडिन्छ यो रुगा पनि कस्तो घाँडो चिजो छ भन्ने लखै चाहिँ कान्छ त्यहाँ लखै तिमी त्यही बस तिमीले गर्दा यहाँ बान्द्रे फुत्क्यो कहाँ गयो तँ धेरै भाग्या छैन कति भाग्छ मलाई थाहा छैन त्यो बान्द्रे त गइसकेछ दाइ बान्द्रे त घर पुगेछ चलाई बान्द्रे 3 लाख लिएर भाग्ने 3 लाख पैसा कहिले देखेछस् पैसा निकाल यहाँ पैसा निकाल भाउजू भन ए बाबु पोथी भेट्यो तिम्रो टाउको भेट्यो पछि फोन राख यता छिटो गइसक्यो जाऊ छिटो ओहो अर्जुन भन्दै नमस्कार नमस्कार हजुर ठिक छ ठिक छ हजुर नमस्कार ठिक छ हजुर एकदम ठिक छ इने दाइ ढिलो भइसक्यो पक्न भेटिया मान्छे चाहिँ एकछिन नबोल्दा के भन्छन् अनि अस्ति पानी पर्यो उता पर ए पानी पर्यो पानी पनि पर्यो असिना नि झर्यो होला असिना झरिसक्यो त हिँड न छिटो पक्न के भन्ठान्छन् मान्छेले अनि त्यो अहिले त ज्यानलाई ठिक छ हजुर आराम छ हजुर आराम अनि प्रकाशले फोन गरिरहन्छ अमेरिका गइरहेछ प्रकाशले श्यामले नि गर्छ हजुर गर्छ श्यामले गर्छ ए छिटो हिँड। ए भाइ एउटा कुकुर च्यापेर गएको भुस्टिङ्रे कोही केटो देख्नु भयो त राते काइलाको कान्छु भाइ राते कान्छा हुँ म न कोही आएको देख्छु न कोही गएको देख्छु आँखा कमजोर रहेछ चस्मा लाउने एउटा आँखा समस्या आँखा कमजोर रहेछ बल्ल भेटी छैन त को चुर्न पर्यो सी गरे बसिरह उहाँ बान्द्रे उहाँ कहाँ पुगिसक्यो होला खोज्नु पर्यो रुगाले सटा के रुगाले सटा यो तापक्रम पुगेन एकचोटि सलाई गरेर लाटे कसले सूर्यमा तताउन म यिनै बान्द्रे खोज्न अहिले एकछिन जाउँला के त्यो टाढा गएको छैन यी छेउतिर हेर्छ यी तल माथि टाढा नजाई मनसँगै जानुपर्छ दाइ दाइ हजुरको भाइ खोइ भाइ भाइ कहाँ जानुभयो भाइ गइसक्यो त नि गइसक्नु पर्यो कहाँ जानुभयो के भयो मैले बान्द्रेलाई रुखमा बाँधेर आइरहेको छु ए त्यो बान्द्रे पर्यो भेट्यो भेट्यो दाइ ल कता ऊ त्यहाँ छ छिटो आउनु न भने ऊ
हेर्नु त ए मजासँग झुन्डाइदिएर छ यो डाकालाई कसको सुरुवाल लाएर झुन्डाइदियो नि ए लौ न ए कन्छ ए लौ न ए होइन यो कसले 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 बान्द्रेले बाजा लरे छिटो फुकाऊ दाइ के गर्ने होला ए लौ न ए पक 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 लौ न दाइ छिटो पहिला मोबाइल बजिरहेछ पक्ष पक के को मोबाइलले पहिले फुकाउ न मलाई ए तेरिका हेलो होइन फोन उठाउन नि कति बेर लाग्यो पछि भेट्यो भने पछि भेटिया छैन भाले झुन्डिरहेछ मोबाइल राख्छ ए मोबाइल छोड दौ ल माथि गएर फुकाऊ डोरी काट्ने डोरी माथि गएर डोरी ले ए छिटो लाउन गइसके म यो जाडामा बान्द्रेले पोथीलाई कहाँ सुतायो होला त यसो बोरा सोरा उडाएर सुताए पनि त हुन्थ्यो नि आइछे पोथी आइछे भागेर आइछे टाउको चाहिँ खोइ त बान्द्रे गलाएर टाउको चाहिँ खाएर मरेछ तर केही छैन दाना हाल्नु नि पर्दैन फुल पारिरहन्छ एउटा कुरो चाहिँ राम्रै भयो आउ कुकुरी आउ आउ होइन दिदी कसलाई आऊ भने मेरो पोथी केही बेला चर्पी लागेर मर यहीँ बस है नभाग है म आइहाल्छु क्या स्यालले कुरो लिएर हार्छ क्या म आधेर भागेछ छोडेर खुट्टा त बाँडे हात फेरि कुनै बोटीवाले छोड्यो क्या ए यो कुखुरो कसको यो कुखुरो कसको एक यो कुखुरो कसको दुई यो कुखुरो कसको तीन कोही बोलेन तीन गन्दा नि कोही बोलेन यो कुखुरो मेरो कान्छा पछि पछि मेरो पछि बान्द्रे खोइ बान्द्रे मलाई के थाहा त तिम्रो बान्द्रे अनि यो कुकुर कहाँबाट आयो त पोथी कहाँबाट आउँछ अन्डाबाट आउँछ कुखुरा कहाँबाट आयो भने मलाई थाहा छ के मेरो घरको कुखुरा मलाई थाहा हुँदैन कहाँबाट आयो भन्ने कुरो बाउ मेरो कुखुरा लेते बाउ 3 लाख ठुलो कि पोथी ठुलो कुकुरो सुकुरो चाहिँदैन तँ राख बान्द्रे कहाँ गयो भन् त बाउ कहाँबाट कुखुरा राख भनिरहेको बरु बान्द्रे तँ राख यो पोथी लेते बाउ एको बान्द्रे तँ राख भने बान्द्रे ठुलो कि पोथी भाउजूको फोन रहेछ हेलो भाउजू यहाँ ले आ म यहाँ पोथी भेट्यो भने अब पोथी भेट्यो म लिएर घर आइहाल्ने त खाली पोथी पोथी ठुलो कि पैसा ठुलो पोथी ठुलो नि तेरो पैसाले फुल पार्छ त्यो पोथीले फुल पार्छ फुलबाट चल्ला निस्किन्छ फेरि गर्दाखेरि त त्यस्तो 3 लाख कतिवटा लाख कमाउँछ मेरो दाइ मान्छेले कुखुरा पालन गरेर कति कमाछ 3 लाख देखाएको छौ कहिले 3 लाख देखाएको छौ तैँले 3 टरा कुखुरा देखाछस् तिम्रो 3 टराको कुखुराको यहाँ कहाँबाट कुरो आयो 3 लाखको कुरो आइरहेको छ यहाँ त्यस्तै 3 लाख चाहिँ कति कमाउँछ त्यो पोथीले हेर अहिले हेर्दा यो एउटा पोथी मात्रै ए पोथी निकाल पोथी खोइ पोथी निकाल तेरा बान्द्रेले कुदाएर बान्द्रे ए पोथी दिदी ए दिदी मैया दिदी होइन के नसुने जस्तो गरेको होला सुन्या छु हैन किन चिच्याकी हाप्सी ल के भो कहाँ पहिरो लड्यो फोन सोन केही लाग्दैन माग्नेका दाजुभाइ आए त के का माग्ने भन्छस् नि तेरै जेठाजु त हुन्नी माग्ने जेठाजु भन्नु मात्रै त हो नि त्यही जेठाजुले 3-3 लाख रुपियाँ फसाइदे तिमीहरूले आफैले लाउ बाबु खाऊ भनेर क्वाप्पा खाइदा त हो नि हामीले ल्याएर खाऊ होइन क्या न्यु खोजिरानी तिमीहरूले नखाए पनि तिमीहरूको भाइ बान्द्रेले त खाएको हो नि आओस् न मात्रै मैले जानेछु होइन भागेर जान्छ त्यो कहाँ घरमा को हुनुहुन्छ घरमा को हो ससुराबाद नमस्कार
तिमीलाई लाज छैन? लाज भन्ने चिज छैन तिमीमा? कत्रो इज्जत थियो यो गाउँमा मेरो, अहिले मुख लुकाएर हिँड्न पर्ने भएको छ। मेरी छोरी बिम्लीलाई मलाई थाहै पत्तो नदिकन बगाएर लाने। अब भगाएर लाने पनि थाहा दिएर हुन्छ त ससुराबा। अझ कराउँछौ? मलाई मन पर्यो मात्रै भने अरे मैले मन्दिरमै लगेर टिका टालो गरिदिन्थेँ नि। झन् यसरी नै रिसाउनु हुन्छ भनेर यो कुखुरो लिएर आएको। यो कुखुरोलाई सम्झेर भए पनि नरिसाउनु न ससुराबा। हेर जेठो ज्वाइँले यसै गरी जेठी छोरी भगाएर लगाएपछि मलाई खुसी हुन्छ कि भनेर फकाउन खसी लिएर आएको थियो। खसी त्यही त म कराउन छाडिन। जा अब यस्तो कुखुरामा म चुप लाग्छु। अब बसौँ पनि भन्नु भएन, आफ्नै ससुराली हो, म त बसेँ है। कसले बस भनेछ तिमीलाई? कसले बस भनेछ? अब बस भन्नुहुन्न भने गए नि त फर्केर। भइगयो बस। अनि छोरीलाई कस्तो छ नि? सन्चै छ? सन्चै छ। अनि तपाईँलाई पनि सन्चै? सन्चै छु नि, त्यसैले त हिँडिरहेको छु नि, नत्र ढलिहाल्थेँ नि। अनि छोरी त लग्यौ, इलम के गर्छौ नि? एउटा बिजनेस थालेको छु, चाउचाउ फ्याक्ट्रीको। अनि लौ फ्याक्ट्री नै लौ न चाहिँ कता बसौँ? यसो गुन्द्री सुन्द्री होइन यहीँ ठिक छ। अब फ्याक्ट्रीको जस्तो टेबल कुर्सी त कहाँबाट हुनु र यहाँ? अनि आज कसरी फुर्सद भयो नि? बल्ल बल्ल निकाल्यो नि। अब ससुराली नै आउने भएपछि समय त निकाल्नु परिगयो नि। अब फ्याक्ट्री सारिराख्नुपर्छ। 2 दिनलाई गाउँमै खोल्यो, 2 दिनमै 3 लाख जति फाइदा भयो। अब 1-2 दिन यतै खोल्नु कि भनेर बुझ्न आएको। खोलौँ न खोलौँ, भइहाल्छ नि खोलौँ। ससुराबा यो बिजनेसको टेन्सनले म त मर्न आँटेको छु। एकछिन भित्र गएर थकाइ मारौँ कि क्या हो? हुन्छ आउनुहोस् आउनुहोस्। यो यता यो मूल खाटमा चाहिँ गएर सुत्नुहोस् है, आराम गर्नु। भनेपछि तपाईँहरू मान्छे खोज्न हिँड्या? हजुर। अब उहिलेदेखि हरा मान्छे त अहिलेसम्म भेटिया छैन। हिजै हरा मान्छे आजै के भेटेला? बरु यसो कुखुरो सुखुरो हराबे बेलुका बास बस्न आएर भेटिन्थ्यो कि? कुखुरा नि हराएको छ हजुर, कसरी थाहा पाउनु भयो? अब कुखुरो त भागेर यति टाढा के आउला र? होइन छैन भने अलबल नगरौँ है दाइ, गइहाल। कहाँदेखि आउनु भएको छ तपाईँहरू? कहाँ अहिले जाने कुरा गरे? कहाँ जाने? बस्ने यहीँ 2-4 दिन बस्ने, रमाइलो गर्ने। अब गाउँमा मान्छे आउँदैनन् हेर्नुहोस्। यसो पाहुना आउँदा पनि देउता जस्तो लाग्छ हेर्नुहोस्। जाने कुरै नगर्नुहोस्। बरु त्यो मान्छेलाई खोज्न म पनि सहयोग गर्छु, बुझ्नुभयो? एकैछिन है, एकैछिन म आइहालेँ। मान्छे चाहिँ दाइ घिउ रहेछन्, ठुलै हृदयका रहेछन्। मजा मान्छे। एकदिन सलाई पार्दै त। तिम्रो सलाई पार्दा पार्दै जिन्दगी जाने भयो मेरो। के भयो जोइ साहब, के भयो? यो मान्छेहरूसँग मलाई एकदम शङ्का लाग्यो। अस्ति हाम्रो गाउँमा पनि यसै गरी 2 जना नौला मान्छे आथे, लुटपाट गरेर भागेछन्। त्यो तिनीहरूको अनुहार हेर्नुहोस् त, काहीँ लुटपाट गर्दाखेरि प्वाक्क हानेर दाँत झार्दै जस्तो छ। राम्रो विचार गर्नु त। पर्सिसम्ममा चाहिँ जसो। अनि तपाईँहरू काम चाहिँ के गर्नुहुन्छ? काम त खास केही छैन भन्दा नि हुन्छ। काम छ तर भन्न मिल्दैन। अब भन्नै नमिल्ने काम कस्तो त? भन्नुहोस् न, भन्नुहोस्। भन्दा होला त। भन्ने र भने लाज मान्नु पर्दैन। काम भनेको पूजा हो हेर्नुहोस्, सानो होस् या ठुलो। भन्नुहोस् न, भन्नुहोस्। भन्न मिल्दैन भने जिद्दी नगर्नु न। भन्नु मिल्दैन, बरु गरेर देखाउनु चाहिँ मिल्छ क्या? हो राम्रो गरेर देखा त झनै राम्रो। काम गरेर देखाउनुहोस् नि, देखाउनुहोस्। काम गरेर देखाउनु। काम गरेर ल त कान्छ तेरो पहिला पालो आउँछ, त्यसपछि मेरो काम हुन्छ। ए पहिला भाइको पालो। काम पहिला सोध्नु भन्दा त काम गरेर हेरेकै राम्रो हजुर। गरेर होइन दाइ? साह्रै राम्रो मान्छे पनि। अहिले भर्खरै काम गरेर देखाउनु भने 4000 रुपियाँ दाम, 5000 रुपियाँ दाम। अरू पनि छ, अरू हेर मोबाइल हेर, मोबाइल हेर होला। काम गरेर 2500 2300 को मोबाइल महँगो मोबाइल पाइन्छ बजारमा। मोबाइल बोक्नु सक्दैन।
नगर है अब यहाँ के छ काम गरेर देखायो भने होइन काम गरेर देखाइरहेको छ चस्मा लग लग बुढेसकालाई लाग्छ काम लाग्छ तँलाई भला नि बन्नेलाई चस्मा लाउनु पर्ने त्यसले त्यो छोड भयो है, यो हल्ला गर्ने होइन हाम्रो काम यही हो ल त अर्काको कामको विषयमा हल्ला गर्दै हिँड्नु त्यति राम्रो हो हस्, हस्, नमस्कार औँठी औँठी तँलाई ए यो त नलग औँठी औँठी नमस्कार नमस्कार हस् नमस्कार 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 कहाँ यहीँबाट नमस्कार गर्नुभएको उही गएर नमस्कार गरेर पठाइदिनुहोस् न जानुहोस् तिम्रो ससुराले आयो यो ससुराली जस्तै त नि बसौँ भनिरहेछन् खाउँ भनिरहेछन् यस्तो आनन्दको मान्छे ससुरालीमा त पाइँदैन होइन यसो आराम गरेको यहाँ अलि बस्नुहोस् त भनिहालेँ है अलि अप्ठ्यारो पर्यो अलि गाह्रो गाह्रो पर्यो होइन के भयो फेरि अब घर जहान पनि छैन माइत गएछ एक थुपो पानी पनि रहन्छ अब पन्ध्र त्यहाँ तलसम्म बुढो मान्छे कसरी पानी लिएर आउनु दाइले अब बोकिहाल्छ म नि पानी होइन म आफै नै अर्का घरमा पाहुना लाग्न जान्ला हजुर आजकोलाई त्यही भएर अलिक गाह्रो भयो हजुर गाह्रो के गर्ने त हजुर, गाह्रो हामी त मान्छे खोज्ने हिँड्यो अब त्यस्तो छ भने हामी लाग्यौँ हस्, अब यत्रो गाउँ छ काहीँ न काहीँ पाहुना लाग्न पाइएला पाइन्छ पाइन्छ मिल्दै मिल्दैन भने त के ल हस् त हजुर ल त हजुर नमस्कार हजुर, माफ पाऊ है, हजुर। होइन केही छैन हस्, हस्, हस्। 10 11 11 11 11 11 होइन के 11 गर्छन् यो 11औं घर हो नि त यो घरमा चाहिँ बास दिएला नि कि जस्तो लाग्यो कि दिइहाले नि बास देखेनौ ताल्छ ए अर्को ढोका पनि छ कि कतै ए खुर्कै न के को अर्को र सर्को भनेर पक पक यहाँ रुगा रुगा लाग्यो यो अलिकति एकचोटि सलाई अब फेरि तताउनु पर्ने होला ला त सलाई समात्छ ल छिटो हाल दबाई नै नआऊ भन्दा भन्दै कति स्याहार गर्नु पर्यो अब मैले पुयो 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 ल लाइन हेर्नुहोस् ससुराबा यो बिजनेस भन्ने कुरो लगानीमा आधारित हुन्छ अब 5 लाख लगानी गऱ्यो भने 10 लाख फाइदा हुन्छ 10 लाख लगानी गऱ्यो भने 20 लाख फाइदा हुन्छ 20 लाख लगानी गऱ्यो भने 40 लाख फाइदा हुन्छ ओहो कस्तो टाउको दुख होइन ज्वाइँ साहब तपाईँलाई यो बेला बेलामा टाउको किन दुखिरहन्छ अब यो लाख र करोड भन्दा घटीको कारोबारै हुँदैन त्यही भएर टेन्सन के टेन्सन बढी यो कपालले हो कि भनेर कपाल खौरेको त्यसले पनि भएन एकछिन आराम गर्छु है ससुरा बाबु हुन्छ 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 भित्र बसौँ भनेर उता सारिदिनु भएको नयाँ ल्याउनु होला हेर्नु न गाउँमा त कतै बास पाइएन कोही घरमा बुढाबुढी मात्रै कतै आइमाई केटी मात्रै भर पर्दो घर त यही मात्रै रहेछ अब हेर्नुहोस् मैले तपाईँलाई नबसौँ भने त होइन नि कति राम्रोसँग बसौँ भने थिएँ तर अब के गर्ने अहिले मेरो कान्छा ससुरा बित्यो अब आज के तिथि के यसो यसो गरे द्वादशी तिथिको दिन ससुरो बितेपछि हामीले घरभित्र पाउन लग्नै मिल्दैन भित्रै किन चाहियो र हजुर हामी पिँढीतिरै गुल्टिहाल्छौँ नि हजुर बरु अलिक जाडो छ सिरेक डसन अलिक बाक्लो बाक्लो जाडो पनि बाक्लै छ ओहो सिरक डस्ना भन्नुभयो बल्ल सम्झे घर भएको भयभरको सिरक डस्ना त उही कान्छा ससुरा स्वर्गीय भए ठाउँमा काममा लिएर गएको छन् हजुर त्यसो भए त्यो तपाईँको काका ससुराको घर कहाँ हो देखाइदिनु नि त सिरक पनि त्यहीँ रहेछ हामी पनि त्यहीँ बास बस्थ्यौँ आज अब त्यो जुठो परेको घर कहाँ मिल्छ मिल्दैन नि होइन दिन्न भने दिन्न भनौँ नि सिधै के यसरी उसो गरेर टाढिरह यसो यस्तो मजा मान्छे हुनुहुन्छ बास दिनु लागिरहनु भएको छ रिसाएर काम बन्छ बास मिल्छ नि त हजुर मिल्छ हजुर मिल्छ ऊ त्यो परालको कुन्युमा त्यहाँ मिल्छ ससुराबा अब यी लुटेराहरू पनि यहीँ बस्यो भनेपछि इन्टरनेसनल बिजनेसम्यानको यहाँ सुरक्षा होला जस्तो लागेन लागे म त के कुरा गर्नुभयो ज्वाइँ साहब तपाईँले अब यी डाँकाहरू यहीँ सुत्या छन् राति बाँधेर राखेको गाई भैँसी फुकाएर लिएर गयो भने के गर्ने म राति बाहिर निस्किन सक्दिनँ अब तपाईँ नै राति बाहिर सुतेर यिनीहरूको चियो चर्चा गर्नु परेन ज्वाइँ साहब हो नि तपाईँ त ज्वाइँ साहब भनेको त छोरो समान हो नि ए कान्छा हजुर
हजुर हजुर गरेर सिरक नतान्न। हिरेको हो यो परालमा सुतेको थाहा आएन तिमीलाई। कहाँनिर सुत्या छन् त? ए त्यहाँ ए ल जोइ सर रातभरि यिनीहरूलाई यहीँ बसेर हेरै गर्ने है। म बेला बखता माथि झ्यालबाट हेर्छु है। ल हस्। ओ रातभरि जाडोले त मरिनै भयो त। के हातले हाई गर्यो मुखले हाई गर्न सक्दैन ठोकेर बेक्रे के बानी बा उहिले मरेर गइसक्यो होइन बान्द्रे के त बान्द्रे रहेछ। डोकाले छोप्नु डोकाले डोकाले छोप्न म कुकुर हो? बान्द्रे